आफ्नो सन्तान चाहिँ उमेर पुगेपछि देश विदेश जान्छन्। पहिला पहिला बा आमाले पनि जा देश विदेश खाएर आइजा भन्ने चलन थियो क्या हाम्रो बाजे बाबा आमाहरूले। किन त्यसो गर्यो भने बुद्धि बढ्दैन त, पाएको हुन्छ, परिपक्व हुन्छ भनेर। म के ठान्छु भने तपाईँ बुद्धि बढाउन घुम्नु भएको थियो, बुद्धि बढाएर अनुभव हासिल गरेर आउनुभयो। त्यसकारण यहाँ तपाईहरुलाई फेरि परिवारमा जस्तै स्वागत छ। तपाईहरुलाई धन्यवाद छ। मलाई के विश्वास छ भने अरु कमरेडहरु पनि पाएको कमरेडहरु पनि बिस्तारै महसुस गर्दै जानुहुनेछ। तपाईहरुको यो कदमले बाँकी रहेका कमरेडहरुलाई पनि उत्प्रेरित गर्नेछ भने ध्रुवीकरणमै जानुपर्ने रहेछ। यो राष्ट्रको साँचो माया गर्ने हो, कम्युनिस्ट आन्दोलन बलियो बनाउने हो, जनताको विकास र समृद्धिको आकांक्षालाई सम्बोधन गर्ने हो भने त एकताबद्ध हुनुको के विकल्प छ र भन्ने कुरा उहाँहरूले पनि महसुस गर्नुहुनेछ। तपाईले नै भन्नुभयो, अरु पनि थुप्रै साथी यहाँ बालकृष्णजीले पनि उद्घोषण क्रममा भन्नुभयो, थुप्रै साथी आउँदै हुनुहुन्छ। मलाई विश्वास छ आउनुहुन्छ। आउँदै जाँदा किरणजी पनि मैले पनि उहाँलाई आदर गर्छु सिद्धान्तको दृष्टिकोणले। म उहाँलाई कुनै मेरो मनमा उहाँप्रति आक्रोश पनि छैन, उहाँलाई अपमान गर्न पनि मलाई कहिल्यै मन लाग्दैन। तर उहाँले बौद्ध भिक्षु रहेसँग घण्टी बजाउने तरिकाले यो देशमा हुनेवाला चाहिँ केही पनि छैन। घण्टी बजाएर मात्रै हुनेवाला केही पनि छैन। अहिले यहाँ सिद्धान्तको खडेरी, विचारको खडेरी, सोशल मिडियामा स्टन्ट बाज गरेको भरमा नै जनताको दिमाग चाट्ने जो काम भइराखेको छ, यसलाई हामी सबै एकताबद्ध भएर मात्रै क्रस गर्न सकिन्छ। त्यसकारण तपाईहरु सबैलाई धन्यवाद भन्दै र बाँकी रहेका सबै युवा कमरेडहरु र पुराना कमरेडहरुले पनि सोच्नुहोस्, हामी सबै मिलेर एउटा विशाल भवन निर्माण गरौँ, समाजवादी भवन।